असिना पानी आएर रोकेको अवस्था, दिन वेदर खुल्ला भएको अवस्था। अहिले असिना पानी आएको थियो, त्यो अवस्थाहरू यस्तो थियो। रुई काकालाई कुटेछ अलिक असिनाले। अब त बारीमा पनि पानी भयो हो। यस्तो छ वेदर। असिनाहरू कति छाडामा चाहिँ अड्किरहेको छ, बिग्रिँदैछ बिस्तारै। यस्तो अवस्था पनि बिताइयो आजको दिन। यो चाहिँ हिजोको ब्लग, हिजोकै यो असिना चाहिँ हिजोको। यति भन्दै आजको अपडेट तपाईँहरू बसेर गइहाल्छु मैले। हिजोको अपडेटहरू यो चाहिँ यो सब हिजोको आफ्टरनुनको है। कति भयो आकाश तर गर्जिरहेको छ, पानी कम्ती भयो। असिना त रोकियो, असिना छैन साथीभाइ अहिले, तर आकाश गर्जेको अवस्था फेरि रोकिनु मानेको छैन साथीभाइ। यस्तो अपडेट चाहिँ सधैँभरि हाउस ब्लगमा थाक्छ। हेर्नुहोस् दिन यस्तो राम्रो भएर गयो। अहिलेसम्म कस्तो दिन लाग्थ्यो, पारी देखेको थिएन, अहिले डाँडादेखि थाल्यो। हेर्नु क्यामेराले पक्रिनु थाल्यो है। डाँडा हो, डाँडाहरू झिमी झिमी गर्दै गरेको पानी कम्ती छ। हावा झ्यापचुप बन्द भयो, असिना बन्द भयो। यस यस्तो अपडेटहरू चाहिँ हाउस ब्लगले दिन्छ तपाईँहरूलाई। लाइक सेयर नयाँ भने फलो पनि गरिदिनुहोस्। फलो मेन हो साथीको, फलो सेयर गरिदिनुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, फलो मेन हो। अन्त युट्युब च्यानल गएर सब्सक्राइब पनि गरिदिनुहोस् साथीभाइ हो भन्दै आजलाई यति नै अन्त जान्छु। आजको आफ्टरनुनको भिडियो यतिमा अन्त गर्न जान्छ साथीभाइ।